आज हामी यहाँ एकछिन हामी यहाँ छमगाङमा मोमो बनाएर खाँदैछ उनी हेर्नुहोस् अन्त यता पनि हेर्नुहोस् हाम्रो आनन्दको मिङमस रिङ ब्लगको आगे चाहिँ उहाँ हो ब्लगर चाहिँ स्वागत छ तपाईँहरूलाई हेरिदिनु होला अब यो रेसिपी है आज चाहिँ हामी किन भन्दा चाहिँ यहाँ वर्षा दिनको धेरै भयो अस्ति हामीलाई 1 वर्ष पुग्यो होला हामीले मोमो यहाँ खाएको है त्यसै अब यसमा हामी चाहिँ आज फेरि यहाँ छमगाङमा चाहिँ है हामी चाहिँ यहाँ चाहिँ छमगाङमा चाहिँ यहाँ छाम बस्ने चाहिँ छैन है अहिले चाहिँ खालि हो यहाँ है त्यसले गर्दा हामी चाहिँ आज छमगाङ सफा गरेको नाममा चाहिँ हामी चाहिँ यहाँ चाहिँ के गरेको भने आज चाहिँ मोमोको रेसिपी आज चाहिँ पार्टी गर्ने हामी चाहिँ यहाँ हेरिदिनु होला अन्तिमसम्म यो भिडियोले के कसो हुन्छ है भाइ कस्तो हुँदैछ लाइक कमेन्ट सेयर गरिदिनुहोस् यो चाहिँ एकदम रिसाएर बसिरहेछ मोमो नदिएर रिसाएर बसिरहेछ भाइ किन रिसाएको दाइ कस्तो हुँदैछ यहाँ चाहिँ हाम्रो पति मोमो चाहिँ यहाँ तेल लागेर त्यो तालिएकै छैन हो फेरि यहाँ दाग यहाँ चाहिँ हाम्रो पति रिसाउन देखाउनु अरे यहाँ चाहिँ म छैन भनेर छ कि दिन मलाई उ यहाँ हाम्रो फुच्चे के को लागि चाहिँ भनिदिनुहोस् यो चाहिँ तिल निम्बु अनि डल्ले खोर्सानी हो हाम्रो बस्तीको हामीले रोपेको भाइ हामीले नै हो अनि त्यहाँदेखि चाहिँ उयो छ यसमा निम्बु त्यहाँदेखि डल्ले खोर्सानी है अनि टेस्टमेकर अलिकति हालेको छ त्यहाँदेखि उयो कालो तेल है त्यो तेल हालेको छ र नुन त्यहाँदेखि रङ खोर्सानी अनि तेल आदिलाई चाहिँ पिसेर चाहिँ आदि चाहिँ एकदमै कराईमा हाल्यो रङ खोर्सानी हाल्यो हुचिङले हालेर मात्रै उमालेको यो सुप चाहिँ पानी त्यहाँदेखि त्यो मात्रै त्यो आधी भएको बाँकी आधी रहेकोलाई चाहिँ त्यहाँदेखि हामीले चाहिँ केमा राखेको भन्दा चाहिँ हामीले यस्तो त्यो राखेको बाँकीलाई चाहिँ हामी अहिले यो फिटहरूको सब्सक्राइब गरिदिनुहोस् यो भिडियोलाई धेरै छिटो 1 लाख उयो पुऱ्याइदिनुहोस् सब्सक्राइबर यहाँ हाम्रो विङर छमगाङ एकदमै अगाडि नै बढाइदिने आशा राखिरहेको छु रबरमा बनाउँथे प्रमुखले पानी बस्छ नि भनेर के यस्तो के हो काय गरिरहेको टिचर हो गाइस हाम्रो हिटर चाहिँ पकाउने चाहिँ हिटर चाहिँ यस्तो भयो हिटर चाहिँ डढेर होइन र चाहिँ बाहिर पकाइरहेको छ हेर्नु ल
अब चाहिँ खाए ल खाए ल मोमो र अचार म त खाइसके ल यसमा हड्डी छ त मैले 50 रुपैयाँ पुग्यो रानी सरकारी पुग्यो 59. It's on 60. यता आएको चाहिँ कतिवटा हो 25 25 र यहाँ 50 उहाँले कति रे 60 यता 50 यता 9 यताले कति खाइछ 9 एक्जामले कति खायो 38 5 खाइयो आज यहाँ उभिरहेछ ऊपर यहाँ पछि बोलमा पनि छ आज ऊपर पपारा छ यहाँ एउटा कोक कहाँ गयो फेरि यो सकेर उठ्याउ एउटा कोक मेगी पनि खाने हो मेगी पनि छ आज नभएर यहाँ चामल पनि पकाइ खाने पो हो भाँडाहरू कराई पनि छ यो प्याजहरू प्याज त्यारी तेल छ त्यहाँ तेल सबै एकदम अभाव छैन निम्बु हो यो चाहिँ ठुल्ठुला सुझे छोरा तर निम्बु हो फ्रेस रेस हैन डल्लै खर्सानी एकदम फ्रेस छैन आज डल्लै खर्सानी छैन ताजा ताजा यस्तो छ नि एकदम कञ्चन अहिले टिपी ल्याएको के गर्नु कसलाई पनि के गर्न सक्दैन नि हैन अझ मैले माथि अकबारे छ बाँदर भिरमा लड्दैन हामी भोकले मर्दैन अकबारे पोरको पोरको पनि छ 1 वर्ष अब हामी जस्तो धनीको छ कोही छैन छैन अम्बानी मात्रै छ 69 अचार अचार चाहिँ एकदम दामी भएको छ है गाइस दामी नम्बर 1 अच्छा एकदम अच्छा बबल छ बबल ए खाली थाल देखाइछ नि निकन सम्बुले अलिकति खान्छु त भयो 2 भयो हो 3 होला 3 4 भयो 5 ल 5 25 यता आएको अचार पनि छ है अचार अच्छा हो चाहिँ अचार दामी दामी एकदम नम्बर 1 हो